हेलो गाइस, सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी जाँदैछौँ एउटा मन्दिर प्यासेन्जरहरूलाई लिएर। अब हाम्रो बिएमडब्लुमा चाहिँ एउटा मन्दिर जाँदैछौँ, तर त्यो मन्दिरको नाम मलाई थाहा छैन। अब हामी चाहिँ प्यासेन्जरलाई लिएपछि भेटौँला। सुरुमै ठोक्यो गाइज। अब के हुन्छ भिडियोमा हजुरहरू अन्तिमसम्म हेरिदिनु होला। यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। र फेरि ठोक्यो हाम्रो गाडी। अब हामी चाहिँ प्यासेन्जरलाई लिन केही दूरीमा छौँ, धेरै पनि छैन। अब हामी ठ्याक्कै प्यासेन्जरलाई लिएर जान्छौँ। प्यासेन्जरलाई लिएपछि हाम्रो यात्रा सुरु हुनेछ यहाँबाट। गाइज कस्तो स्टाइलमा हाल्छु भने थियो, यो गाडीलाई पनि भएन भाइ। अब चाहिँ नर्मल्ली चाहिँ राख्नु पर्यो होइन। ए भगवान्, यत्रो धेरै प्यासेन्जरलाई यो गाडीमा। अब सिधै हामी उयो गएपछि भेटौँला है गाइज, यो उकालोमा। अब हामी चाहिँ यो उकालोमा आइसक्यौँ। अब हामी चाहिँ मन्दिरको नजिक पुगेपछि भिडियो बनाउँछु। यहाँनिर चाहिँ बाटो एकदम मसिनो छ र हाम्रो यहाँ गाडीमा पेट्रोल पनि कम छ। अब के हुन्छ, गाडीले धन्नै मारेन, यस्तो छ अप्ठ्यारो बाटो। भन्न नपाउँदै गाडीको पेट्रोल भ्याइयो। उहाँले चाहिँ हाम्रो पेट्रोल भरिदिनु भएछ उहाँले। अब उहाँलाई जान्दैम। अब एउटा चाहिँ यो पछाडि एसी त मागेको हामीले पेट्रोलै दिएन। अब यसलाई त हान्न पर्यो नि त हल्का। त्यही भएर गुल्टाइदिने यसको गाडी प्लान छ के अरे। फेरि त्यसलाई गुल्टाइदिँदा हामी नगुल्ट्यौँ। त्यसलाई हान्ने बोनट सोनट सब खोलेर त्यसलाई हान्ने अब। हेर्नुहोस् न गाइस, यहाँनिर चाहिँ पुलिसले रक्सिखाएर पुरा त्यहाँनिर ब्रेकरमा रोकिदिएर पुरा जाम गराइदिइसक्यो। अब चाहिँ हामी चाहिँ जाम ढिलो नगरिकन फेरि झन् पानी पऱ्यो भने फेरि पुग्न अप्ठ्यारो हुन्छ। बाटो झन् लिर्केर पहिरो सहिरो रुखसुख झऱ्यो भने फेरि हामीलाई आपत हुन्छ। त्यस कारणले छिटो हिँड्नुपर्छ। देखिसक्नु भएको छ त्यो मन्दिरमा चाहिँ हामी जान लागेको। अब हामी चाहिँ अब मन्दिर पुग्न आँट्न लागेका छौँ। मन्दिर चाहिँ अब पुग्यो गाइज, धेरै छैन मन्दिरमा पुग्नलाई। यो ब्रेकरलाई कटाएपछि अब मन्दिर चाहिँ पुग्यो हामी। फाइनल्ली हामी चाहिँ मन्दिरमा पुग्यौँ।
यो चाहिँ रहेको छ हाम्रो मन्दिर। हे शिवजी, मेरो चाहिँ यो च्यानलमा 100 सब्सक्राइबर पुगोस्। धन्यवाद।